सो गाइस तपाईहरुले आज सोचिरहनु भएको होला कि आरके रियल्टर यो प्रपर्टी बेच्दा बेच्दा यो फिस मार्केटमा चाहिँ कसरी आइपुग्यो भनेर। तर यो मैले तपाईहरुलाई भनिदिन्छु कि यो एउटा फिस मार्केट हैन, यो चाहिँ तपाईहरुको एउटा नयाँ प्रोजेक्टको लन्च हो जहाँ चाहिँ तपाईको 8 मिलियनको एउटा युनिट जुन चाहिँ नेपाली तपाईको चाहिँ 35 करोड 40 करोडको चीज छ त्यो भनेको मार्केटमा यसरी नै बिकिरहेको छ। यो हो दुबई रियल एस्टेट मार्केट। अनि मेरो अब क्लाइन्ट्सहरूले मलाई भन्ने गर्नुहुन्छ कि सुजल जुन चाहिँ हामीले यो इन्भेस्टमेन्ट गर्दैछौँ यो लाइफको हाम्रो सबसे ठुलो डिसिजन हो, हामीलाई चाहिँ केही टाइम देऊ, यो युनिट चुज गर्न हाम्रो युनिट हेर्नको लागि टाइम देऊ भन्नुहुन्छ। म खुद तपाईहरुलाई चाहिँ टाइम दिन चाहन्छु, मेरो क्लाइन्टहरूलाई टाइम दिन चाहन्छु कि उहाँहरूले यत्रो ठुलो डिसिजन आनन्दले टाइम लिएर डिसाइड गर्नु भनेर। तर दुबई रियल एस्टेट मार्केट यति छिटो चलिरहेको छ कि कुनै पनि राम्रो पनि प्रोजेक्ट आउँछ भने राम्रो युनिट राम्रो प्राइसमा यसरी नै बिकिरहेको हुन्छ। प्रोजेक्टहरू भनेको यहाँनिर तपाईहरुको 1-2 घन्टाभन्दा बढी टिक्दैन, किन भन्दा दुबई रियल एस्टेट मार्केट अहिले एकदमै ग्रोइङ फेजमा छ। र तपाईहरु पनि सोच्दै हुन्छ दुबई रियल एस्टेट मार्केटमा चाहिँ इन्भेस्टमेन्ट गर्ने भने चाहिँ तपाईहरुले चाहिँ छिटो डिसिजन लिनुपर्ने हुन्छ। यदि तपाईहरुलाई चाहिँ राम्रो युनिट चाहिन्छ, राम्रो प्राइसमा चाहिन्छ भने र अपर्च्युनिटी तपाईहरुलाई मिस गर्नु छैन भने, यदि तपाईहरु पनि चाहनुहुन्छ दुबई रियल एस्टेट मार्केटमा इन्भेस्टमेन्ट गर्न र खोज्दै हुनुहुन्छ एउटा ट्रस्टेड ब्रोकर जसले चाहिँ तपाईहरुलाई राम्रो युनिट राम्रो प्राइसमा दियोस् भनेर कन्ट्याक्ट गर्नु होला मलाई।